लाली गुराँसको बोट छ यहाँ लाली गुराँस हब्बक ल हामी जाँदैछौँ हाइकिङ हामी चाहिँ अब रुबी भ्याली घुम्दैछौँ होइन तल रुबी भ्याली छ हामी माथि डाँडातिर जानु लाग्यो अब बिस्तारी यति नै थाकिसक्यो त्यहाँ ड्रोन सट हान्दा ड्रोन सट कडा हान्दा त्यहाँ हिँड्दैछौँ यहाँ ग्रेट वाल अफ रुबी भ्याली हामी हिँड्दैछौँ बिस्तारी त राम्रो भन्दा भर्याङ चाहिँ यस्तो हात राख्ने ठाउँ नि छ हामी हिँड्दैछौँ बिस्तारै बिस्तारै क्लियर भएर जाँदा हामी देख्थ्यो त्यहाँदेखि केही छैन तर थाकिने के हिँड्ने बानी होइन यस्तो यति हिँड्दै थाकिसक्यो बिस्तारै बिस्तारै जानुपर्छ हाम्रो अमेरिकाबाट आउनु भएको यहाँ चाहिँ टुरिस्ट हामी घुम्न आउनु भएको छ Where are you from? Actually, I'm from US. Oh, nice to meet you. लास्ट थाकिसक्यो सो लागिरहेछ भर्याङै रहेको तर माथि पनि भर्याङ छ अझ हिँड्नु चाहिँ हामीलाई माथिसम्म मोटाइ सबै मोटाइ तिनजना मात्रै दुब्लो छ चारजना मात्रै तिनजना दुब्लो तल चाहिँ हाम्रो रुबी भ्याली देखिरहेछ होइन त अहिले रुबी भ्याली यो पोल्युसनले गर्दा खासै केही देखाएको छैन बसौँ 2 मिनेट तल सही देखिरहेछ रुबी भ्याली त्यहाँ देखिरहेको होला है सबजना आउनु होला ठाउँ राम्रो अहिले चाहिँ मौसम धुम्म भएर केही नदेखा हो हामी चाहिँ लाली गुराँस टन्नै फल्दो रहेछ यो झरिरहेको रहेछ झरेको लाली गुराँस टिप्दिएको यहाँ चाहिँ थकित मान्छे छ लास्ट थकित भएर लाली गुराँस खाँदै हिँड्दै बिस्तारी यहाँ अट्याक भएको छ अझै माथिसम्म जानुपर्छ है 26 भन्ने हो क्या अरे आइपुग्नु लाग्यो जस्तो छ अब बिस्तारै जाँदैछौँ माथि गएर तपाईँहरूलाई भ्यू अब टक्क दामीसँग देखाउँछु है त म भिडियो हेर्दै गर्नु होला मन लाग्छ धन्न माथि आइपुग्यो है यहाँ चाहिँ गौतम बुद्धको मूर्ति छ यहाँ चाहिँ राम्रो मूर्ति रहेछ मन्दिरमा गुम्बामा आएर हामी फर्किँदैछौँ है बिस्तारी अब चिलमा अब चाहिँ स्कुल भएर अघि त तात्तिरहेको थियो अब हिरो छ पछाडि जाँदैछौँ बिस्तारै तलतिर गएर अब यस्तो फेरि भेट्नुपर्छ है ल ठिक छ ल सब्सक्राइब गरिदिनु सब्सक्राइब अब यतिखेरसम्म त भिडियो कसैले हेर्ने कि नहेर्ने भिडियो हेर्ने कि थाहा छैन होइन यति पनि हेर्नु भयो भने सब्सक्राइब लाइक कमेन्ट गरिदिनु कमेन्टमा गेल बुडाउन ल्याइदिनु अनि मेरो फ्यानहरूले पनि साउट आउट दिनु होला लभली भ्यू छ नाइस बादल नछोप्दा त यस्तो दामी देखिरहेको छ भने है बादल दिस इज ग्रेट वाल अफ रुबी भ्याली होइन ठ्याक्कै डाँडाकोमा हेर्नु सर गएको छ है दामी देखाएको छ हामी जाँदैछौँ यस्तो अब चाहिँ कुल भयो क्या यस्तो दामी रहेछ माथि
क्लियर भएपछि यस्तो दामी त्यो बवाल देख्थ्यो भ्यू है। त्यही अहिले नि राम्रो देखिरहेको छ डाँडा काँडा है। बाटो चाहिँ फेरि यहाँ चाहिँ सही बनाएर रहेछ। त्यहाँ गाडी हिँड्ने बाटो नराम्रो भयो नि मान्छे हिँड्ने बाटो चाहिँ खतरा बनाएर रहेछ रुई भ्यालीमा। हामी चल्दैछौँ बिस्तारी। केटाहरू चाहिँ उता पुगिसक्यो त्यहाँ बसिरहेछ। त्यहाँनिर हिँड्छ हुन्छ। भर्याङहरू चाहिँ सबै राम्रो गरी बनाएको रहेछ यहाँ चाहिँ एकदम लभली छ भर्याङ चाहिँ हिँड्न सजिलो सब। अब हामी चाहिँ उता त्यो डाँडामा पुग्छौँ है। हामी बिस्तारी बनाउँदैछौँ हामी। ठिक छ म यहाँ ल है त त्यहाँ म फोटो खिच्न जान्छु है। एकछिनमा भेट्छु है तपाईँहरूलाई म। हामी हाम्रो गन्तव्यमा आएर नि अर्को गन्तव्यमा आइपुगेको छौँ। सास फुल्सक्यो थाकेर। यहाँ चाहिँ चौर रहेछ होइन बिचमा नाइस छ लभली भ्यू छ। पोखरी चाहिँ त्यहाँ तर सुक्यो पोखरी सुकिसक्यो तर अब यहाँ एकछिन पल्टिनुपर्छ है। लालीगुँरासको बोट छ यहाँ। लालीगुँरास बक्कै फलेको छ तर हामी टिप्दैनौँ। हामी एकदम गुड सिटिजन हो त्यही हामी यस्तो काम गर्दैनौँ। यो टिप्नु हुँदैन एउटा भनिरहेछ यहाँ है। के चाहियो एउटा फुल टिप्ने भनिरहेछ। मैले चाहिँ नटिप भनिरहेको छु है। टिप्न आउँदैन फुल त्यो बुझ्यो। हामी चाहिँ हिँड्दै उहाँ अर्को डाँडाबाट है लास्ट डाँडाबाट भर्याङ चढ्यो झऱ्यो। फेरि यहाँ अफरोड बाटो हिँड्दैछौँ हामी चाहिँ है। आज त थकेर म हिजो बाइक चलाइ हो दिनभरि। आज हिँडे भयो दिनभरि। अब आज ज्यान स्यान दुखेर वाइल गाह्रो भइसक्यो अब चाहिँ है। तर केही छैन है रमाइलो भइरहेछ। नामभित्र अब यहाँ मजा गइरहेछ। केटाहरू चाहिँ अब जानु लाग्छ है। मलाई पनि थोरै के बोल्छ खोइ त सबैले
Ruby Valley, Ruby Valley. Sakit fără